क्याम्पमा पुगेको व्यक्ति पहिले क्याम्प 1 मा पुग्नुपर्छ, क्याम्प 2 मा पुग्नुपर्छ, अनि मात्रै 8848 को उचाइमा पुग्छ। त्यसैले मैले यहाँहरूलाई आग्रह गर्न खोजेको, मैले यहाँहरूलाई मात्र होइन म आफैलाई हामी सबैलाई आग्रह गर्न खोजेको, प्रगति बिस्तारै हुन्छ, बिस्तारै गरेको प्रगति दिगो हुन्छ। हामी सबै क्षेत्रमा एकैपटक ठुलो महत्त्वाकांक्षा हामीले बोक्ने अनि त्यो महत्त्वाकांक्षाको शिखरमा पुगिन भनेर निराश हुने, आफू मात्रै निराश हुने होइन कि अरूलाई पनि निराश बनाउने भ्रान्तिपूर्ण धारणाहरू चाहिँ अभिव्यक्त गर्ने यो खालको एउटा संस्कार विकसित हुन थालेको छ। त्यो दिशामा बडो बुलन्द ढङ्गले सकारात्मक सोचका साथ अगाडि आउनुपर्छ भनेर कर्ण साक्यले अभियानै बनाउनु छेड्नु भएको छ। उहाँका हामीले पुस्तकहरू पढेका छौँ, चलचित्र पनि बनाउनु भयो उहाँले। सकारात्मक बाटोबाट पोजिटिभली सोच्दा यो मोडमा उभिएको मानिस सही बाटोमा जाँदा कहाँ पुग्छ, गलत बाटोमा कहाँ पुग्छ भन्ने कुराको तुलना गर्ने गरी एउटा राम्रो चलचित्र पनि बनाउनु भएको छ उहाँले। हामी हाम्रा लागि एउटा प्रेरणाको व्यक्तित्व पनि हुनुहुन्छ। हामीले यो पर्यटन क्षेत्रसँग सम्बन्धित विषयमा कुरा गर्दा उहाँहरू जस्तो दिग्गज व्यक्तित्वको हामीले सल्लाह सुझाव लिनु, उहाँ र उहाँ जस्ता अरू व्यक्तित्वहरू पनि हुनुहुन्छ, लिनुपर्ने हुन्छ। यहाँहरू यो एकता होटल तथा गेस्ट हाउस व्यवसाय सङ्घ नेपालमा आबद्ध साथीहरू, मलाई लाग्छ धेरै जसो जिल्लाको साथीहरू यो संस्थामा हुनुहुन्छ, किनकि यो ठाउँ नै यस्तो छ कि देशैभरिबाट आएका मानिसहरूले व्यवसाय गरेको ठाउँ। त्यसैले यहाँहरूले एउटा अनुभव लिएर आउनु भएको छ, एउटा समाजको परिचय, एउटा समाजको अनुभव लिएर आउनु भएको छ। एक प्रकारले यो ठाउँमा यो संस्थामा आइपुग्दा यहाँहरू पुरै राष्ट्रको प्रतिनिधित्व गर्ने गरी, पुरै मेची महाकाली हिमाल पहाड तराईको प्रतिनिधित्व गर्ने गरी यो ठाउँमा आउनु भएको छ। त्यसैले यहाँ आफ्नो व्यवसायलाई फस्टाउने कुरामा के गर्न सकिन्छ त्यो काम यहाँहरूले गर्न सक्नुहुनेछ। म यो पनि अपेक्षा गर्छु यहाँहरू जसले आफ्नो व्यवसाय यो ठाउँमा आएर सञ्चालन गर्नुभएको छ, यहाँहरूले आफ्ना गाउँ ठाउँतिर पनि फर्केर हेरिदिनुहोस्। हाम्रा हिमाली भेगहरू जहाँ पर्यटकहरू जान चाहन्छन् तर पर्यटकहरूलाई सत्कार गर्ने, पर्यटकहरूलाई सेवा दिने हामीसँग पूर्वाधारहरू छैन, व्यवसायहरू छैन। होटल व्यवसाय मात्र होइन कि अरू व्यवसाय पनि पुगिसकेको अवस्था छैन ती ठाउँहरूमा। त्यसकारणले यो काम पनि हाम्रो आफ्नो काम हो। यो देश, सिङ्गै देश नेपाललाई कसरी बसौँ भन्ने लायकको बनाउने, यही देशभित्रै बसेर उन्नति र प्रगति गर्न सकिन्छ, यही देशभित्रै समृद्धि हासिल गर्न सकिन्छ, यही देशभित्रै ह्याप्पिनेस प्राप्त गर्न सकिन्छ, खुसी प्राप्त गर्न सकिन्छ भन्ने कुराको आशा सञ्चार गर्ने काम पनि यहाँहरूले गर्न सक्नुहुन्छ। किनभने यहाँहरूले सकी नसकी ऋण गरेर आफ्नो पुँजी, आफ्नो जुन सम्पत्ति छ त्यो सम्पत्तिलाई लगानी गर्नुभएको छ, जोखिम उठाउनु भएको छ, आफूले स्वरोजगारी प्राप्त गर्नुभएको छ र अरू मानिसहरूलाई रोजगारी पनि दिनुभएको छ।